सबैलाई नमस्कार। फेरि पनि मेरो डिटेक युट्युब च्यानलमा म तपाईहरुलाई आज बेसिक सिन्ट्याक्स अफ पाइथनका केही बेसिक रुलहरु छन् त्यसमाथि चाहिँ हामी चर्चा गर्ने छौं। त्यसको लागि मैले पहिला सुरुमा VS कोड खोले। VS कोड खोलिसकेपछि केही सिन्ट्याक्सहरु छन् पाइथनका, त्यसमाथि चाहिँ हामी चर्चा गर्ने छौं। मैले यो पुरानो चाहिँ डिलिट गर्दिए। मैले यहाँनिर एउटा सिन्ट्याक्स अफ बेसिक सिन्ट्याक्स .py को नाममा चाहिँ एउटा फाइल बनाएको छु है। मैले यिनी पुरानो फाइलहरुलाई चाहिँ मैले डिलिट गर्दिन्छु। डिलिट पनि गर्दैन ल, ठीक छ। मैले यहाँनिरबाट एउटा बेसिक सिन्ट्याक्स .py को नाममा पाइथन बनाए हैन। यहाँनिर चाहिँ म एउटा कोड लेख्छु। जस्तै age is equal to int input enter your age भनेर मैले एउटा कोड टाइप गरे। त्यसपछि मैले लेख्छु if age greater than 18 त्यसपछि मैले लेखे print you are adult भनेर है। त्यसपछि मैले लेखे else यहाँनिर लेखे print you are child भनेर लेखे है। अब मैले बेसिक सिन्ट्याक्स अफ पाइथन को तपाईहरुलाई जस्तो मैले यहाँनिर इफ कन्डिसन राखिसकेपछि है साथीहरु, यो इफ कन्डिसन राखिसकेपछि यो हेर्नुस् त, यो प्रिन्ट को बीचमा यहाँनिर हाम्रो के मार्जिन क्रिएट भएको छ। यसलाई हामीले इन्डेन्टेसन भनेर भन्छौं साथीहरु है। हामीले इफ कन्डिसन हामीले राखिसकेपछि VS कोडले अटोमेटिक यो ट्याब गराउँछ। जस्तै मैले यहाँनिर यो मैले डिलिट गर्दिए है। यहाँनिरको जस्तै मैले यहाँनिरबाट इन्टर प्रेस गरे भने यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ, यहाँबाट यहाँसम्म यसले अटोमेटिक के गर्दियो, इन्डेन्टेसन क्रिएट गर्दियो है। यो किन त भन्दाखेरि print you are adult है। अनि त्यसपछि यहाँनिर मैले हेर्नुस् त, यो इफ भनिसकेपछि हामीले यहाँनिर फेरि यो इन्डेन्टेसनलाई चाहिँ ब्याक गर्नुपर्छ अनि एल्स भनेर राख्नुपर्ने हुन्छ है साथीहरु। यसैले हामीले के भन्छौं भने इन्डेन्टेसन सिन्ट्याक्स भनेर भन्छौं। हामीले यो इफ कन्डिसन अप्लाई गरेको छौं भने हामीले यहाँनिर यो प्रिन्ट दिने बेला के गर्नुपर्छ, इन्डेन्टेसन चाहिँ राख्नुपर्ने हुन्छ है। इन्डेन्टेसन राख्यो भने मात्र यसले के गर्छ, हाम्रो प्रोग्राम रन गर्छ। जस्तै हेर्नुस्, मैले यहाँनिरबाट कोड रन गर्छु। कोड रन भइरहेको छ। यहाँनिर हेर्नुस्, बल्ल यहाँनिर के भयो त, इन्टर योर एज भने मैले जस्तै 18 अथवा 19 भनेर राख्दिए भने यु आर एडल्ट भनेर यसरी हामीलाई आउटपुट दिन्छ है साथीहरु। मैले यसलाई फेरि क्लियर टर्मिनल गरिदिन्छु र तपाईहरुलाई मैले यहाँ देखाउँछु। हेर्न सक्नुहुन्छ, जस्तै मैले यहाँनिर चाहिँ यो इन्डेन्टेसनलाई राखिन भने यसले के गर्छ त, हामीलाई एरर
सो गरिदिन्छ साथीहरु है। हेर्नुस् त मैले यहाँनिर अहिले इन्डेन्टेसनलाई ब्याक गरे हैन, अभोइड गरिदिएँ मैले इन्डेन्टेसनलाई। जस्तै मैले यहाँनिर प्रोग्राम रन गरे भने हेर्नुस् यहाँनिर के भनिन्छ, एज इन्ट भनेर भ्यालु एरर इनभ्यालिड लिटर अर इन्ट विथ बेस 10 भनेर यसरी हाम्रो लाइन 1 हैन यसरी हामीलाई के देखाइदिन्छ त, एरर देखाइदिन्छ साथीहरु है। त्यही भएर हामीले चाहिँ यो इफ कन्डिसन अप्लाई गर्यौं भने त्यसपछि हामीले यो प्रिन्ट गर्ने बेला के गर्नुपर्छ, यहाँनिर इन्डेन्टेसन चाहिँ युज गर्नुपर्ने हुन्छ है। अब मैले यसलाई रन गरे, हेर्नुस् यहाँनिर ट्याक्कै इन्टर योर एज भनेर यसले हाम्रो प्रोग्राममा कुनै एरर देखाएन है। जस्तै मैले 16 हाल्दै यु आर चाइल्ड भनेर आयो यसरी। ठीक छ साथीहरु, यसलाई चाहिँ हामी इन्डेन्टेसन सिन्ट्याक्स भनेर भन्छौं। र अब यसैमा हाम्रो अर्को छ सिन्ट्याक्स के छ भने यो चाहिँ केस सेन्सिटिभ हुन्छ। पाइथन कोड चाहिँ हाम्रो पाइथन प्रोग्राम केस सेन्सिटिभ हुन्छ है साथीहरु। जस्तै मैले यहाँनिर यो एजलाई है यसैमा मैले भने यो एज स्मल छ भने यो एज हामीले यहाँनिर क्यापिटल लेख्यौं भने के हुन्छ त, यसले हाम्रो कोड रन गर्दैन। अथवा मैले जस्तै भेरिएबलको नेम राख्ने बेला कुनै मैले यहाँनिर जस्तै एज इज इक्वल टु 18 लेखे र मैले एज इज इक्वल टु 18 लेखे भने यो एज र यो एजमा के छ, केस सेन्सिटिभ छ। अथवा यो स्मल लेटरमा ए स्टार्ट भएको छ र यो क्यापिटल लेटर ए बाट के भएको छ, स्टार्ट भएको छ। पाइथनले चाहिँ यो दुईटा नेम हामीले एउटै माने पनि यसलाई डिफरेन्ट भेरिएबलको रूपमा चाहिँ लिने गर्छ है। यसलाई हामीले भन्छौं केस सेन्सिटिभ भनेर भन्छौं है, अप्पर केस अथवा लोअर केस। ठीक छ, त्यही भएर एउटा पनि स्पेलिङ यहाँनिर फरक पर्यो अथवा क्यापिटल अथवा स्मल पर्यो भने यसले के गर्छ त, डिफरेन्ट भेरिएबलको रूपमा यसले क्याल्कुलेट गर्छ। ठीक छ साथीहरु, यसलाई हामीले केस सेन्सिटिभ भनेर भन्छौं। र अब अर्को छ हाउ वी क्यान टाइप द कमेन्ट अन द पाइथन कोड है। पाइथनमा चाहिँ हामीले कमेन्ट कसरी गर्ने, जस्तै मैले यहाँनिर तीन तरिकाले चाहिँ हामीले कोड कमेन्ट हामीले चाहिँ अप्लाई गर्न सक्छौं, कमेन्ट लेख्न सक्छौं। एउटा छ हामीले हैज टाइप गरेर कमेन्ट लेख्न सक्छौं। जस्तै मैले यहाँ लेखे दिस इज द सिंगल लाइन कमेन्ट है। एउटा लाइनमा चाहिँ हामीले कमेन्ट लेख्नु छ भने त्यसको अगाडि हामीले कुन सिम्बल युज गर्छौं त, यो हैज सिम्बल युज गर्छौं साथीहरु है। र अर्को छ हाम्रो मल्टिपल लाइन कमेन्ट भनेर भन्छ। त्यसको लागि हामीले ट्रिपल कोड चाहिँ अप्लाई गर्न सक्छौं र ट्रिपल कोडको बीचमा हामीले कमेन्टहरु लेख्न सक्छौं। दिस इज द हैन मल्टी लाइन कमेन्ट भनेर लेखे हैन। अब यसमा हामीले जतिवटा कमेन्ट 3 लाइन 4 लाइन 5 लाइन हामीले जति लाइन पनि के गर्न सक्छौं त, कमेन्ट गर्न सक्छौं। दिस इज द मल्टी लाइन कमेन्ट भनेर भने जस्तै मैले यहाँ लेखे दिस इज द फर्स्ट हैन कमेन्ट हैन, अनि दिस इज द सेकेन्ड कमेन्ट हैन, अनि अर्को लेखे मैले दिस इज द हैन थर्ड कमेन्ट हैन। यसरी मल्टिपल लाइनमा चाहिँ हामीले कमेन्ट राख्नु छ भने हामीले त्यसलाई के गर्छौं, ट्रिपल कोडमा चाहिँ के गर्छौं त, कमेन्ट लेख्न सक्छौं मल्टिपल लाइनको लागि। र सिंगल लाइन कमेन्टको लागि चाहिँ हामीले कमेन्टको अगाडि हामीले के गर्न सक्छौं, यो हैज सिम्बल युज गर्न सक्छौं। र अब अर्को तरिका के हो भने वी क्यान राइट द कमेन्ट विदिन अ कोड है। जस्तै मैले यहाँ लेखे a इज इक्वल टु 5 हैन, b इज इक्वल टु 10 भनेर लेखे। मैले यहाँ लेखे प्रिन्ट सम अफ 2 नम्बर है, अनि मैले यहाँ कमा दिएर लेखे a प्लस b भनेर। ठीक छ, अब हेर्नुस् है हामीले यो ए कोडको छेउमा हामीले के गर्न सक्छौं, हैज लेखेर कमेन्ट अप्लाई गर्न सक्छौं। दिस इज द हैन, दिस इज द कमेन्ट विथ अथवा इन द कोड सेक्सन भनेर लेखे मैले हैन, कोड
सेक्सन। यसरी पनि हामीले कोडकै लाइनमा हामीले के अप्लाई गर्न सक्छौँ त कमेन्ट अप्लाई गर्न सक्छौँ है। कमेन्ट लेख्नुपर्ने बानी, कमेन्ट लेख्ने बानी चाहिँ एउटा राम्रो बानी हो, किनभने हामीले ग्रुपिङमा काम गर्ने बेला अथवा ठुलो फाइलहरू क्रिएट गरिरहेछौँ भने हामीले चाहिँ कहाँनिरसम्म कुन प्रोग्रामहरू लेखिरहेछौँ हैन, त्यसको एउटा फिडब्याकको रूपमा, ताकि हामी फेरि कम्प्युटर रिओपन गरेर कोडिङ गर्न थाल्यौँ भने हामीले चाहिँ यो बारेमा अथवा यसको बारेमा प्रोग्राम लेखिरहेको रहेछौँ भनेर त्यो कमेन्टबाट हामीले बुझ्न सक्छौँ। द्याट्स वाइ कमेन्ट राइटिङ इज गुड ह्याबिट हैन। कमेन्ट लेख्नु चाहिँ राम्रो ह्याबिट हो। जस्तै हामीले यसमा मात्र नभएर हामीले यो फर्स्ट लाइनमा पनि हामीले कमेन्ट युज गर्न सक्छौँ हैन। दिस इज द लेट भ्यालु भनेर लेखेँ मैले हैन, अथवा सेकेन्ड लाइनमा जहाँनिर जुन कोड अफ लाइनमा हामीले अप्लाई के गर्न सक्छौँ त कमेन्ट अप्लाई गर्न सक्छौँ। ठिक छ साथीहरू। अब जस्तै यसलाई मैले मजासँग के गर्न सक्छु, रन गर्न सक्छु। बट कमेन्ट आर नट एक्जिक्युटेबल है। कमेन्ट चाहिँ एक्जिक्युट हुँदैन, यो चाहिँ तपाईहरुले बुझिराख्नु होला, किनभने कमेन्ट आर नट एक्जिक्युटेबल है। जस्तै मैले यसलाई रन गरे भने यसले मजासँग के गर्छ, रन गर्छ। ठीक छ। यहाँनिर हेर्नुस् यहाँनिर मैले क्लियर टर्मिनल गरे र फेरि मैले यहाँनिर के गरे त रन गरे। sum of two number print यहाँनिर आयो। हेर्नुस् त सम अफ टु नम्बर इज इक्वल टु 15 भनेर यसरी हाम्रो कोडहरु पनि के हुन्छ त एक्जिक्युट हुन्छ साथीहरु है। ठीक छ। अब अर्को रुल छ तपाईहरुको भेरिएबल नेमिङ रुल भनेर पनि म यसैमा भन्छु। भेरिएबल कसरी क्रिएट गर्ने? भेरिएबल भनेको के हो भने भेरिएबललाई हामीले कन्टेनरको रूपमा लिन सक्छौं। इन व्हिच कन्टेनर वी स्टोर द भ्यालु है। मैले एउटा एक्जाम्पल लिए, जस्तै a = 5 छ भने a = 5, यो 5 भनेको के हो? भ्यालु हो र यो a भनेको के हो? भेरिएबल हो है। यो भेरिएबल नेम हामीले a कसरी राख्ने, a b नै राख्नु पर्छ कि अथवा हामीले जुनसुकै भेरिएबल पनि हामीले क्रिएट गर्न सक्छौं। कसरी चाहिँ हामीले यो भेरिएबलको नाम चाहिँ क्रिएट गर्न सक्छौं त यसको बारेमा पनि म तपाईहरुसँग डिस्कस गर्ने छु। ठीक छ। मैले यहाँनिर यसलाई क्लोज गर्दै यहाँनिर नयाँ फाइल बनाउँछु। मैले लेख्छु variable.py को नाममा चाहिँ मैले क्रिएट गर्छु। ठीक छ। मैले यहाँनिर चाहिँ variable.py को नामबाट एउटा फाइल बनाएँ। अब हेर्नुस् त हामीले कसरी चाहिँ भेरिएबल हामीले क्रिएट गर्न सक्छौं है। जस्तै भेरिएबल स्टार्ट विथ अ लेटर अर अंडरस्कोर है। भेरिएबलको नाम लेख्ने बेला हामीले एबीसीडी बुझौं न है, एबीसीडी यो लेटरहरु ए देखि जेड सम्म हैन, अथवा चाहिँ क्यापिटलमा ए टु जेड सम्म हैन स्टार्टिङ गर्नुपर्ने हुन्छ। जस्तै मैले यहाँनिर नेम लेखे। यो नेम भनेको हाम्रो क्यारेक्टर अल्फाबेट लेटरबाट सुरु भएको छ। इट इज भ्यालिड भेरिएबल है। र जस्तै मैले यहाँनिर क्यापिटल नेम भने लेखे, यो पनि हाम्रो के हुन्छ? भ्यालिड भेरिएबल नेम हो है। र अथवा चाहिँ हामीले अंडरस्कोरबाट पनि हामीले के गर्न सक्छौं त भेरिएबल नेम चाहिँ क्रिएट गर्न सक्छौं। बुझ्नु नि साथीहरु? ठीक छ। अनि त्यसपछि हामी के भन्छौं भने युज लेटर नम्बर अर अंडरस्कोर भनेर भन्छ। हाम्रो भेरिएबल मस्ट बी स्टार्ट विथ लेटर है। हाम्रो भेरिएबल नेम चाहिँ लेटरबाट स्टार्ट गर्नुपर्ने हुन्छ, अथवा त्यो लेटरको अगाडि चाहिँ हामीले के पनि गर्न सक्छौं? अंडरस्कोर राख्न पनि सक्छौं है। र अर्को के छ भने हाम्रो
जस्तै अभोइड रिज र बोर्ड भनेर भन्छ है। रिज र बोर्ड भनेको जस्तो चाहिँ इन्ट भन्ने एउटा रिज र बोर्ड छ हैन, त्यस्तै गरेर फ्लोट भन्ने छ हैन, त्यस्तै गरेर इफ हैन, एल इफ हैन, एल्स, ठीक छ, फर, व्हाइल हैन, यस्ता जुन चाहिँ हाम्रो इन्टरनल फंक्सन गर्नको लागि पाइथनले हामीलाई प्रोभाइड गरेका केही फंक्सनहरू हुन्छन्, त्यस्ता फंक्सनसँग रिलेटेड नेमहरूलाई चाहिँ हामीले भेरिएबलको रूपमा चाहिँ युज गर्न सक्दैनौँ। ठीक छ साथीहरू, यो प्रायजसो प्रोग्रामिङ ल्याङ्ग्वेज, चाहे त्यो पाइथन होस्, चाहे त्यो C++ होस्, चाहे त्यो जावा होस्, ती प्रोग्रामिङ ल्याङ्ग्वेजले हामीलाई प्रोभाइड गरेका इनबिल्ट फंक्सनहरू है, जस्तै इन्टको आफ्नो छुट्टै काम हुन्छ, फ्लोटको आफ्नै काम हुन्छ, इफ, एलिफ, एल्स यिनीहरूको आफ्नै के हुन्छ त इनबिल्ट फंक्सन हुन्छ। यस्ता इनबिल्ट फंक्सन जसले हामीलाई प्रोभाइड गरेका हुन्छन् त्यस्ता वर्डहरूलाई हामीले रिज र बोर्ड भनेर भन्छौँ। त्यस्ता रिज र बोर्डहरू चाहिँ हामीले भेरिएबलको रूपमा क्रिएट गर्न सक्दैनौँ, भेरिएबलको नाम हामीले राख्न सक्दैनौँ। ठीक छ साथीहरू, हाम्रो यहाँ तीनवटा रुल छ। हाम्रो भेरिएबल के छ, अंडरस्कोर अथवा लेटरबाट के हुनुपर्छ, मस्ट बी बिगिन है। भेरिएबलको नेम अंडरस्कोर अथवा चाहिँ हामीले अल्फाबेट लेटरबाट स्टार्ट भएको हुनुपर्छ। हामीले जस्तै यहाँनिर वान नेम भनेर हामीले यसरी लेख्न सक्दैनौँ, किनभने यसको फर्स्ट लेटर के छ त वान छ। यस्तो नम्बर चाहिँ हामीले भेरिएबलको लागि स्टार्टिङमा राख्न सक्दैनौँ। दिस इज इनभ्यालिड भेरिएबल है साथीहरू। ठीक छ, तीन तरिकाले चाहिँ हामीले राख्न सक्छौँ। नम्बर 1 अंडरस्कोर स्टार्ट गर्न सक्छौँ। नम्बर 2 मा हामीले अल्फाबेट लेटरहरू हामीले लेखेको हुनुपर्छ र त्यसपछि चाहिँ हामीले नम्बरहरू चाहिँ युज गर्न सक्छौँ है साथीहरू। यसरी अंडरस्कोर नेम 1 इज इक्वल टु हैन, यहाँनिर चाहिँ मैले देवराज भनेर राखेँ भने दिस इज भ्यालिड भेरिएबल है, बुझ्नु नि। अब यो देवराज इज द भ्यालु हैन, अंडरस्कोर नेम 1 इज द भेरिएबल है साथीहरू। यसरी भेरिएबल भनेको एउटा कन्टेनर हो जसमा चाहिँ हामीले के गर्छौँ त भ्यालु पुट गर्छौँ है। कन्टेनर भनेको एउटा डब्बा जस्तो, जस्तै कुनै डब्बामा हामीले चिनी राख्छौँ, कुनै डब्बामा हामीले हैन नुन राख्छौँ। त्यसरी नुन चिनी भनेको भ्यालु हो भने त्यो चिनीको बट्टा अथवा नुनको बट्टा भनेको चाहिँ के हो त कन्टेनर हो। जस्तै यहाँनिर नेम भनेको एउटा के हो त कन्टेनर हो, जुन नेम भित्र हामीले के भ्यालु स्टोर गरेका छौँ त देवराज भन्ने भ्यालु चाहिँ हामीले स्टोर गरेका छौँ। यसलाई चाहिँ हामीले के भन्छौँ त भेरिएबल सिन्ट्याक्स भनेर भन्छौँ। ठीक छ साथीहरू, आजको भिडियोको लागि चाहिँ यति मात्रै ठीक छ र अर्को भिडियोमा फेरि म अब तपाईहरुलाई कन्टिन्यू भेरिएबल डेटा टाइप के हो हैन, डेटा टाइप कति किसिमका हुन्छन्, अपरेटर के हो, अपरेन्ड के हो, यिनी सबै चीजमा, यिनी सबै सब्जेक्टमा चाहिँ म तपाईहरुमाझ छलफल गर्ने नै छु। यदि मेरो भिडियो राम्रो लागेमा हेल्पफुल भनेर कमेन्ट लेख्नु होला र मेरो च्यानललाई कृपया सब्स्क्राइब गर्नु होला। धन्यवाद।